के तपाईँ लघु वित्तमा जागिर गर्न इच्छुक हुनुहुन्छ? यदि तपाईँ जागिर गर्न इच्छुक हुनुहुन्छ भने यति बेला 5वटा लघु वित्तले कर्मचारी माग गरेका छन्। छिमेक लघु वित्त, निर्धन लघु वित्त, उन्नति सहकार्य लघु वित्त, हिमालयन लघु वित्त र एनएमबी लघु वित्तले कर्मचारी माग गरेका छन्। यी 5वटा लघु वित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन्। सुरुवाती चौथो लेभलदेखि चाहिँ 8औं 9औं चरणको कर्मचारी माग गरेका छन्। कुन लघु वित्तले के कति कर्मचारी मागेका छन् र कसरी आवेदन दिने एक गरी चर्चा गरौँ। सबैभन्दा पहिले कुरा गरौँ उन्नति सहकार्य लघु वित्तको। उन्नति सहकार्य लघु वित्तले साउन 12 गते सूचना प्रकाशित गरेको छ। कर्मचारी माग गरेको चाहिँ विज्ञापन खुलाएको छ। उन्नति सहकार्यले अबको 15 दिनभित्र चाहिँ सूचना जारी भएको 15 दिनभित्र चाहिँ आवेदन दिइसक्नुपर्ने विज्ञापनमा उल्लेख गरेको छ। वरिष्ठ अधिकृत र कनिष्ठ अधिकृत भनेर खुलाएको छ। त्यसै गरी सहायकमा चाहिँ वरिष्ठ सहायक र कनिष्ठ सहायक भनेर चाहिँ कर्मचारी माग गरेको छ। जसको लागि चाहिँ कनिष्ठ सहायकको लागि चाहिँ एसई सरह उत्तीर्ण भई कम्प्युटर सम्बन्धी ज्ञान भएको। अब तपाईले उन्नति सहकार्य लघु वित्तमा आफ्नो योग्यता र क्षमता अनुसार चाहिँ आवेदन दिन सक्नुहुन्छ। जसको लागि चाहिँ उन्नति सहकार्य लघु वित्तको वेबसाइटमा गएर त्यहाँ चाहिँ आवेदन दिन सक्नुहुन्छ। com.np मा गएर तपाईले त्यहाँ चाहिँ गइसकेपछि करियर भन्ने देख्नुहुन्छ। त्यो करियरमा गइसकेपछि चाहिँ आफ्नो विवरण भर्न सक्नुहुन्छ। जसको लागि चाहिँ 18 वर्ष पुरा भएको र 40 वर्ष ननागेको हुनुपर्ने भनेर चाहिँ लघु वित्तले सूचना विज्ञापनमा चाहिँ उल्लेख गरेको छ। त्यसै गरी कुरा गरौँ छिमेक लघु वित्तको। छिमेक लघु वित्तले भने 37 जना सहायक चौथो तहको कर्मचारी मागेको छ। सहायक इकाइ प्रबन्धक भनेर उसले चाहिँ कुल 37 जना कर्मचारी माग गरेको छ। छिमेक लघु वित्तले भने साउन 11 गते विज्ञापन खुलाएको हो। उसको विज्ञापनमा पनि अबको साउन 11 गते पछाडि चाहिँ 15 दिनभित्र चाहिँ आवेदन दिइसक्नुपर्ने उल्लेख गरेको छ। लघु वित्तले ठुलै सङ्ख्यामा चाहिँ कर्मचारी माग गरेकाले उसले पनि उमेरको चाहिँ दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पुरा भई 35 वर्ष ननागेको भनेको छ। यसमा पनि आवेदन अनलाइनबाट दिन सकिने। त्यसै गरी कुरा गरौँ हिमालयन लघु वित्तको। हिमालयन लघु वित्तले पनि 33 जना चाहिँ कर्मचारी माग गरेको छ। उसले पनि कनिष्ठ सहायक फिल्ड सहायक भनेर चाहिँ जम्मा 33 जना चाहिँ कर्मचारी माग गरेको छ। जसको लागि चाहिँ योग्यता चाहिँ न्यूनतम एसएलसी वा एससी सरह उत्तीर्ण गरेको हुनुपर्ने भनेको छ। उसले चाहिँ थप योग्यता र अनुभवलाई लिएर चाहिँ मोटरसाइकल चालक अनुमति प्राप्त भई आफ्नै सवारी साधन भएकालाई विशेष ग्राह्यता दिइनेछ भनेर पनि उल्लेख गरेको छ। त्यसै गरी कुरा गरौँ अब चाहिँ निर्धन उत्थान लघु वित्तको। निर्धन उत्थान लघु वित्तले भने असार 23 गते चाहिँ विज्ञापन खुलाएको थियो कर्मचारी माग गर्दै। निर्धन उत्थानमा चाहिँ साउन 23 गतेसम्म चाहिँ आवेदन दिन सकिनेछ। निर्धन उत्थानले चाहिँ के कति सङ्ख्यामा कर्मचारी चाहिँ माग गरेको त्यो चाहिँ विज्ञापनमा खुलाएको छैन। उसले चाहिँ सहायक आवश्यक पद सङ्ख्या केही भनेर चाहिँ खुलाएको छ। त्यसकारण चाहिँ त्यसैको निर्धन उत्थानको वेबसाइटमा गएर तपाईँले चाहिँ भिजिट गरेर त्यहाँबाट पनि के कति कुन तपाईको योग्यता के हो र तपाईँले कुनमा चाहिँ आवेदन दिन सक्नुहुन्छ त्यहाँ फर्म डाउनलोड गरेर पनि हेर्न सक्नुहुन्छ। उसले पनि उमेरमा चाहिँ 18 वर्षदेखि 35 वर्ष, महिलाको हकमा चाहिँ 40 वर्ष नै तोकेको छ। तपाईँले चाहिँ यो आवेदन निर्धन उत्थानमा तपाईँले चाहिँ दरखास्त दिनको लागि भने संस्थाको वेबसाइटमा गई nirdjan.com.np मा गई वेबसाइट चाहिँ लगइन गर्नु पर्यो। त्यहाँ चाहिँ तपाईँ करियर CARER करियरमा गई भ्याकेन्सी अफ करियरमा गई तपाईँ भ्याकेन्सी देख्नुहुन्छ। त्यहाँ क्लिक गरेपछि सिस्टमले तोकेको प्रक्रिया पुरा गरी अनलाइन मार्फत पनि फारम भर्न सक्नुहुन्छ भनेर चाहिँ उल्लेख गरेको छ। नभएकाले यही साउन 23 गतेसम्म तपाईँले चाहिँ निर्धन उत्थान लघु वित्तमा पनि आवेदन दिन सक्नुहुन्छ। त्यसै गरी कुरा गरौँ एनएमबी लघु वित्त। एनएमबी लघु वित्तले भने साउन 13 गते बुधबार विभिन्न पदको लागि कर्मचारी माग गरेको छ। उसले पनि ठ्याक्कै सङ्ख्या नखुलाए पनि विभिन्न कनिष्ठ सहायकदेखि लिएर माथिल्लो तहसम्मका कर्मचारी माग गरेको छ। तपाईँले चाहिँ विज्ञापनमा चाहिँ हेरेर आफ्नो योग्यता अनुसार आवेदन दिन सक्नुहुन्छ।
एनएमबी लघुवित्तमा आवेदन दिनको लागि तपाईँहरूले चाहिँ एनएमबी लघुवित्तको वेबसाइटमै गएर अनलाइनबाट पनि आवेदन दिन सक्नुहुनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नु।